हेलो गुड मर्निङ गाइजहरू है। आज चाहिँ वेदर यस्तो छ, म तपाईँहरूलाई देखाउँछु ल। यस्तो छ वेदर चाहिँ यहाँको चाहिँ। यस्तो घरि घाम लाग्ने, घरि ढुस्स हुने दिन भइरहेछ हो। अनि खास कुरा चाहिँ के हो भन्दा चाहिँ आज चाहिँ म तपाईँहरूलाई मेरो लाइफमा घटेको घटनाहरू है बताउन गइरहेको छु होइन। मेरो कतिजना रिलेटिभ्स अनि मेरो फ्रेन्डहरूलाई चाहिँ थाहा छ कि म चाहिँ एउटा एन्जाइटीको पेसेन्ट हो भनेर है। र मेरो फेसबुकको प्राय साथीहरूलाई चाहिँ थाहा छैन है यो कुरा। र मलाई चाहिँ यो बिमार चाहिँ कसरी र के कारणले लाग्यो भनेर चाहिँ म तपाईँहरूलाई बताउँदैछु अनि कहिले लाग्यो भनेर है। र 2018 मा भएको मलाई चाहिँ यो बिमार हो। जब चाहिँ मेरो ससुरा चाहिँ बित्नु भएको थियो होइन। हामी चाहिँ नानीको स्कुलले गर्दाखेरि चाहिँ सानैदेखि नर्सरीदेखिको चाहिँ नानीलाई यता खरसाङमा बजारमा राखेर पढाएको नि त हो। अन्तखेरि त्यति बेला नानी पनि सानै थियो हो, कति क्लास 3हरू पढ्थ्यो होला सायद है। अन्तखेरि 2 या 3 पढ्थ्यो त्यति बेला हो। अन्तखेरि त्यति बेला चाहिँ स्कुल छुट्टी भएको थियो, एक दिन कि कति दिनको। अन्तखेरि ससुराले चाहिँ स्कुल छुट्टीमा चाहिँ नानीलाई हेर्न मन लागेको छ, घर आउनु नि छुट्टीमा भनेर भन्नुभएको थियो होइन। अन्त म र नानी चाहिँ घर गयौँ। त्यति बेला त्यो हाम्रो गाउँको बाटो पनि बनिएको थिएन हो। त्यति बेला चाहिँ हिँडेर जानु पर्थ्यो है। अन्तखेरि गयौँ म र नानी घरमा होइन। त्यहाँदेखि घरमा गयौँ। अन्त ससुरा चाहिँ अब खुसी हुनुभयो है नानीलाई देखेर। अन्तखेरि हाम्रो एउटा दोकान थियो होइन, घरदेखि अलिक टाढोमा थियो दोकान चाहिँ। अन्तखेरि त्यहाँ चाहिँ ससुराले चलाउनुहुन्थ्यो नि त दोकान। अन्तखेरि घरको सबै कुरा पनि ससुराले नै ह्यान्डल गर्नुहुन्थ्यो है। अन्तखेरि त्यति बेला चाहिँ त्यहाँदेखि बेलुकाको समय थियो होइन। त्यहाँदेखि ससुराले भन्नुभयो है, भरे मलाई चाहिँ के भन्छ पुरी र आलुदम खानु मन लागिरहेको छ, आज पुरी र आलुदम बनाऊ ल भनेर है। तर ससुरा चाहिँ सुगर पेसेन्ट है। अन्तखेरि प्रेसरको एकदमै उयो थियो, प्रेसर बढी थियो है। अन्तखेरि इन्सुलिनहरू लगाउनु पर्थ्यो, सुगरले गर्दाखेरि चाहिँ आफै इन्सुलिन लगाउनु हुन्थ्यो हो। अन्त त्यसो भन्नुभयो बेलुकाको समयमा दोकान जानु अघि चाहिँ भन्नुभयो है कि मलाई चाहिँ पुरी र आलुदम खानु मन लागिरहेको छ, अन्त पुरी र आलुदम बनाऊ भनेर भन्नुभयो। अन्त सुँगुरको बोसो राखेको रहेछ है, बोतलमा जमाएर राखेको रहेछ। अन्त त्यही बोसोमा चाहिँ मलाई पुरी र आलुदम बनाइदिनु ल भने, मलाई मतलब घरको सबैजनालाई बनाउनु ल भन्नुभयो होइन। अन्तखेरि मैले बनाएँ। अन्तखेरि बेलुका दोकानबाट आउनुभयो ससुरा होइन। त्यहाँदेखि सबैजना बसेर खानाहरू खायौँ है। अन्त पुरी र आलुदम खायो ससुराले पनि। अन्तखेरि सबैजना अब खानासाना खाइसकेपछि सुत्नु गयौँ होइन। त्यहाँदेखिको नानीसँग एकछिन बातहरू गर्नुभयो। अन्तखेरि त्यहाँदेखि सुत्नु गयौँ। अन्त सुतिरहेको थियौँ, बेलुकाको समय कति 10 साढे 10 कति भएको थियो, एक्ज्याक्ट टाइम मलाई पनि याद छैन त्यति बेला है। अन्तखेरि बाहिर जानुभएको रहेछ ससुरा चाहिँ, अब टोइलेट सर्ट टोइलेट जानुभएको रहेछ होइन। त्यहाँदेखि जाँदाखेरि चाहिँ अब उहाँलाई चाहिँ अचानक के भयो है। अन्त अब उहाँ त सुगर र प्रेसरको उयो थियो, पेसेन्ट थियो होइन। अन्त अब उहाँलाई चाहिँ के भयो अचानक बसेर चाहिँ घोप्टिरहनु भएको थियो हो। अन्तखेरि मेरो हस्बेन्डलाई बोलाउँदै थियो। अन्त मैले त्यो कुरा त्यो चाहिँ मैले सुनेँ नि त, मेरो कानमा आयो त्यो बोलाएको चाहिँ। मलाई आइजन मलाई के भयो भनेर बोलाएको चाहिँ मैले यो कानले सुनेँ है। त्यहाँदेखि मैले सबैजना घरकोलाई उठाएर बाहिर जाँदाखेरि चाहिँ बसेर घोप्टिरहनु भएको थियो हो। त्यहाँदेखि बोकेर सबैजना भएर बोकेर घरभित्र ल्यायौँ है। त्यहाँदेखि भित्र ल्याएर सुत्यौँ। आँखा चिम थियो हो, केही बोली शब्दहरू नै थिएन हो, केही बोल्नु नै भएको थिएन, एकदम आँखा चिम थियो। त्यो घुरेको जस्तो आवाजहरू आइरहेको थियो है। अब उहाँलाई के भयो कसरी त्यस्तो भयो केही थाहा छैन हामीलाई होइन। त्यहाँदेखिको हाम्रो एकजना आन्टी हुनुहुन्छ है, उहाँ चाहिँ दाइ थियो, कमानको दाइ गर्नुहुन्थ्यो है त्यो कमानमा। अन्त आन्टीलाई पनि बोलाएर ल्यायो है। त्यहाँदेखि आन्टी आएर हेर्नुभयो, पानीहरू खुवायौँ, पानीहरू निल्नै नसक्ने, दाँत बानिरहेको थियो हो, एक बोली एउटा थिएन है, घुरेको जस्तो आवाज मात्र थियो हो। त्यहाँदेखि त्यतिकै ससुरा चाहिँ त्यतिकै बित्नु भएको रहेछ होइन। त्यहाँदेखिको अब त्यो चाहिँ हामीलाई चाहिँ अब क्या अब ट्रमा जस्तो भएको थियो क्या।
त्यो कुरा चाहिँ अब घरको मान्छेहरूलाई मलाई बिर्सनु चाहिँ अब एकदमै साह्रो सक लागेको जस्तो भएको थियो क्या। अब राम्रै मान्छे मेरो आँखाको अगाडि चाहिँ त्यस्तो भएको चाहिँ मैले फर्स्ट टाइम देखेको थिएँ नि त होइन। त्यहाँदेखिको त्यस्तो भयो है, बित्यो, त्यहाँदेखि कामसाम सक्यो, हामी चाहिँ यता आयौँ है। तर त्यो जुन बिमार हुँदाखेरि बाहिरबाट बोलाएको शब्द थियो नि, त्यो चाहिँ मैले फर्स्ट सुनेको थिएँ र मेरो कानमा चाहिँ त्यो कुरा चाहिँ आइरहन्थ्यो क्या। मलाई चाहिँ एकदम बिर्सिनु, त्यो कुराहरू भुल्नु चाहिँ एकदम साह्रो परेको थियो। फेरि मलाई म चाहिँ यस्तो खालको मान्छे छु कि मलाई सानो सानो कुराहरूले पनि क्या अब एकदमै दिमागमा आइरहने, त्यो कुराहरू भुल्नु नसक्ने अब त्यस्तो खालको मान्छे छु नि त। अन्त त्यस्तो भएको थियो है, एकदम बिर्सिनु एकदम साह्रो परिरहेको थियो है। फेरि घरको सबै कुराको ह्यान्डल उहाँले गर्नुहुन्थ्यो है, र उहाँ बितेपछि अब सबै जिम्मेवारी हामीमाथि आइपरेको थियो है। अन्तखेरि त्यहाँदेखि यता नानीको त्यो खानसान सकेर हामी सबै कुरा सकेर हामी यता फेरि आयौँ। नानीको स्कुल त अब उयो गर्नु भएन है, त्यहाँ नानीको स्कुलहरू लाग्यो, त्यहाँ नानीलाई स्कुलहरू लग्यो। त्यहाँदेखि 1 महिना जस्तो भएको थियो, ससुरा बितेको 1 महिना जस्तो भएको थियो है। त्यहाँदेखि फेरि उता मेरो दिदीको छोरी चाहिँ बिमार भयो भनेर खबर आयो होइन। अन्त त्यतापट्टि फेरि टेन्सन हो। अन्तखेरि त्यही कुरा अब हामीलाई त अब उयो भयो नि त, अब बिमार छ अब भनेर होइन। त्यहाँदेखि तल सिलगढी हस्पिटलहरू लग्यो। त्यहाँदेखि अब कति राख्यो है, 1-2 हप्ता जस्तो राखेर त्यहाँदेखि जाती भएर अलिक जाती भएर घरमा ल्याएको थियो। अन्त त्यहाँदेखि नानीको 1-2 दिनको छुट्टी थियो, त्यहाँदेखि हेर्नु जाने, दिदीको छोरीलाई हेर्नु जाने मिरिक भनेर भने होइन। म र नानी गयौँ यहाँबाट हो। गाडीमा जाँदै मलाई चाहिँ यस्तो भएर आयो कि मेरो हातहरू झमझम गरेर हो, मेरो छातीहरू झमझम गरेर सास एकदम अड्केको जस्तो भयो मलाई चाहिँ गाडीमै हो। म चाहिँ सासहरू फेर्न नसकेको जस्तो भयो। मसँग नानी मात्रै थियो, अब अरू त अब को अन्जान पेसेन्जरहरू थियो होइन। अन्त त गाउँकै गाडी थियो है। मैले र कसलाई केही भन्न सकिनँ, गाडी रोकिदेऊ भन्ने शब्द पनि निकाल्न सकिनँ मैले मुखबाट हो। मैले आफै हातहरू पुरा मालिस गरेँ है, गाडीमै पुरा मालिसहरू गरेँ। अब म चाहिँ मिरिक पुग्दिनँ रहेछु हो, म चाहिँ यहीँ गाडीमै मर्ने रहेछु भनेको जस्तै भएको थियो मलाई चाहिँ त्यति बेला है। अन्त त्यहाँदेखि के भएको है मलाई थाहा भएन। त्यहाँदेखि त्यतिकै गाडीमा गयौँ, जाँदा अलिकति सन्चो भयो। त्यहाँदेखि उता घर पुगेँ, मिरिक पुगेँ। त्यहाँदेखि दिदीहरूलाई भने मलाई यस्तो भयो त गाडीमा आउँदै भनेर भने होइन। त्यहाँदेखि उता गएपछि डक्टरहरू देखान के भएको भनेर भन्यो होइन। त्यहाँदेखि त्यहाँ 2 दिन जस्तो बसेर फेरि फर्क्यौँ हामी, यतै आयौँ, खरसाङ आयौँ है। नानीको स्कुल लाग्यो, त्यहाँदेखिको 12 बजीको समय थियो होइन। नानीलाई चाहिँ लन्चको लागि चाहिँ मैले घरमै ल्याउँथेँ नि त। अन्त नानी सायद 3हरू पढ्थ्यो होला हौ। त्यहाँदेखिको म चाहिँ नानीलाई 12 बज्नु लागेको थियो, 12 बजी उनीहरूको लन्च टाइम हुन्छ। त्यहाँदेखिको 12 बज्नु लागेको थियो है। त्यहाँदेखिको मलाई त फेरि अचानक त्यस्तै भयो, झमझम हातहरू झमझम, छाती झमझम, सास फेर्नु साह्रो परेको जस्तो भयो है। र पनि म जबरजस्ती नानीलाई स्कुल ल्याउनु गएँ हो, जबरजस्ती पुरा रिङ्गटहरू लाग्यो, वाकवाकी आयो हो। त्यहाँदेखि घरमा आएँ, प्रेसर लो भएर त्यस्तो भएको हो कि भनेर खाना खानु खोज्छु, खाना त मुख घाँटीबाटै छिर्दैन, वाक आउने होइन। त्यहाँदेखि एकजना मेरो साथी थियो, बहिनी थियो होइन। त्यहाँदेखि उसलाई भने मलाई यस्तो भयो, मसँग हस्पिटल जाउँ ल भनेर भने। त्यहाँ नानीलाई खानासाना खिलाएर स्कुल पुऱ्याएँ है। त्यहाँदेखिको बहिनीलाई लगेर हस्पिटल गएँ, मलाई एकदम सास फेर्नु साह्रो परिरहेको थियो हो। अन्त त्यहाँदेखि एकजना डक्टर रहेछ, खै डक्टरले चाहिँ मलाई कस्तो क्वेसनहरू सोधिरहेको थियो। मलाई चाहिँ छिटो गरिदिनुहोस् न, मलाई एकदम सास फेर्नु साह्रो परिसक्यो भन्छु, मलाई के क्वेसनहरू गरिरहेको थियो है। अन्त त्यहाँदेखि मलाई एडमिट गर्यो है, एडमिट गर्यो, हस्पिटलमा एडमिट गर्यो। त्यहाँदेखिको मसँग हस्पिटलमा बस्ने साथीधरि थिएन हो। त्यहाँदेखिको एकजना बहिनीलाई, गाउँकै बहिनीलाई भन्यो अरे, माथिनिर बस्थ्यो तिनीहरू है, उसलाई भन्यो अरे 1 दिनको लागि बोलाएँ। अन्त मुटुहरू पुरा हल्लिने हो। त्यहाँदेखिको सास फेर्नै साह्रो पर्ने, मलाई चाहिँ अरूभन्दा पनि सास फेर्नु पुरा साह्रो पर्ने, भित्रबाट छातीमा के भएर आउने हो नि, झमझम भएर आउने, हातहरू झमझम गर्ने। त्यहाँदेखि इसिजीहरू गरायो, त्यहीँ हस्पिटलमा इसिजीहरू गरायो है। त्यहाँदेखि इसिजीमा त केही निस्किएन हो, हार्टको केही छैन भनेर भन्यो। अन्त त्यहाँदेखिको
2-3 दिन बस्यो होला हस्पिटल, त्यहाँदेखि छुट्टी दियो, फेरि घरमा आयो, फेरि त्यस्तै हुने, फेरि एडमिट हुने, फेरि त्यस्तै लगातार कति 6-7 पल्ट जस्तो मलाई त्यस्तो भयो है। अन्तखेरि त्यहाँदेखि लास्टमा चाहिँ डक्टरले भन्यो सिलगढी जानु, न्युरोसाइकेट्रिस्ट डक्टर देखाउनु भनेर भन्यो है। हामीलाई चाहिँ अब केही थाहा थिएन हो, त्यो बिमार के हो कसो हो केही थाहा थिएन। यताउतिहरू पनि कति गराएँ के भएको भनेर है, तर अब केही जाति नै नहुने हो। अन्त त्यहाँदेखि एक दिन चाहिँ हामी गयौँ है मेडिकलमा त यस्तो लाइन थियो है, मान्छे यति बिच्न थियो। म त त्योहरूमा गरम त्यस्तै है, म त केही सहनु सकिनँ, पुरा सास बन्द भयो। फेरि मलाई त्यहाँनिर म त यहाँनिर सक्दिनँ देखाउनु, जाउँ बरु अर्कै जग्गा देखाउँ भनेर चाहिँ त्यहाँबाट निस्क्यौँ है। त्यहाँदेखि निस्केर आएर त्यहाँदेखि आनन्दलोकमा गयौँ। आनन्दलोकमा चाहिँ हार्टको डक्टर देखाएँ हो। त्यहाँदेखि हार्टको डक्टर देखाउँदाखेरि के हुन्छ भने यस्तो हुन्छ भनेर भने, हार्टको त केही बिमार छैन त भनेर भन्यो हो। त्यहाँदेखि र पनि दबाईहरू दिएको थियो, खाँदै थिएँ, लिएर खाँदै थिएँ र पनि मलाई जाति नै नहुने हो, घरिघरि त्यस्तो भइरहने। त्यहाँदेखि एउटा हाम्रै गाउँको बहिनीले चाहिँ भन्यो डक्टर एकजना छ त त्यस्तो बिमारको, मेरो साथीको आमालाई पनि त्यस्तै भएको थियो भनेर भन्यो होइन। त्यहाँदेखि मार्केटमै छ, सिलगढीमा मार्केटमै छ, मेघदूत सिनेमा हलको अपोजिटमा छ भने अपोइन्टमेन्ट लिनुपर्छ भने। त्यहाँदेखि अघिल्लो दिन नामहरू लेखाएर त्यहाँदेखि गयौँ देखाउनु होइन। त्यहाँदेखि देखाएर यस्तो हुन्छ भने भरे मलाई एन्जाइटी भएको रहेछ है। फर्स्ट टाइम सुनेको थिएँ मैले त्यति बेला, नाम पनि मलाई केही थाहा थिएन त्यो बिमारको बारेमा हो। अन्त त्यहाँदेखिको दबाईहरू दियो, डक्टरले दबाईहरू दियो है। अन्तखेरि दबाईहरू लिएर खाँदै थिएँ। यो भिडियो लामो हुन्छ होला है, किनकि लामै छ नि त मेरो लाइफमा घटेको घटना। अन्तखेरि दबाईहरू लिएर खाँदै थिएँ, अलिक ठिक हुँदै थिएँ है। त्यहाँदेखिको फेरि कति लकडाउन भयो होइन। त्यहाँदेखिको लकडाउनमा फेरि ग्याप भयो मेरो, त्यो तल देखाउनु जानु सकिनँ, सिलगढी देखाउनु जानु सकिनँ म लकडाउनमा होइन। त्यहाँदेखिको एकजनाले कसले भन्यो नि त यहाँनिर खरसाङमा पनि डक्टर ढुक्पा त्यस्तो बिमारको हो, डक्टर ढुक्पा राम्रो छ त त्यहाँ देखाउनु नि भन्यो होइन। त्यहाँ देखाएँ। त्यहाँदेखि डक्टर ढुक्पाले दबाई दिए। त्यहाँदेखि सिलगढीको डक्टरले दिएको एउटा दबाई चाहिँ कन्टिन्यू गर्नु भनेर भन्यो, यहाँनिरै मगाउनु, सिलगढी जानु पर्दैन, यहाँ मेडिकल स्टोरमा मगाउनु ल्याइदिन्छ भनेर भन्यो है। त्यहाँदेखि मेडिकल स्टोरमै मगाएँ, खाँदै थिएँ र पनि मलाई चाहिँ राम्रोसँग म चाहिँ ठिकसँगले जाति नै भएको थिइनँ है। एक दिन त मलाई राति अचानक टोइलेट लागेको जस्तो भयो होइन। त्यहाँदेखि निस्किँदाखेरि त म त एकैचोटि मलाई त रिङ्गटा लागेको जस्तो खै के भयो, अनकन्सियस भएर म चाहिँ ढलेछु है। त्यहाँदेखि मलाई केही थाहा छैन, त्यहाँदेखि भित्र लिएर मलाई बोलाउँदाखेरि मात्रै मेरो होस आयो हो। त्यहाँदेखि फेरि तल सिलगढीमै देखाउन थालेँ, त्यही डक्टरलाई देखाउन थालेँ है। देखाउँदैछु, अहिले पनि देखाउँदैछु होइन। 2018देखिको देखाएको 26 लागिसक्यो हो। म चाहिँ राम्रोसँगले जाति नै भएको छुइनँ हो। र मलाई चाहिँ एन्जाइटी त्यसरी भएको। अन्त कहिलेकाहीँ निन्द्राहरू लाग्दैन राति, फेरि कोही बेला म सुतेर अचानक बिम्चिँदाखेरि त्यस्तो हुन्छ है। मलाई डक्टरले इमर्जेन्सीको दबाई त दिएको छ है। अस्ति फेरि मलाई योभन्दा 1 महिना अगाडि चाहिँ एकदम साह्रो पऱ्यो, 2-3 दिन मलाई कन्टिन्यू त्यस्तो भयो। त्यहाँदेखि डक्टरकोमा गएँ। त्यहाँदेखि डक्टरले अर्कै दबाईहरू चेन्ज गरिदिएको छ है। त्यो खाएर चाहिँ अलिकति ठिकै छु भनौँ न है। तर पनि मलाई घरिघरि चाहिँ त्यो बिमारले सताइरहन्छ क्या। म चाहिँ कसरी यो एन्जाइटीदेखि चाहिँ पार हुनु हो, मलाई केही थाहा छैन है। र तपाईँहरूलाई अलिकति केही यसको बारेमा थाहा छ भने चाहिँ मलाई कमेन्टमा भनिदिनुहोस् होला है। र मलाई चाहिँ एन्जाइटीको बिमार चाहिँ यसरी लागेको थियो, यति नै थियो।